हेलो एभ्रिवान, वेलकम छ हजुरहरू सबैजनालाई मेरो एउटा नयाँ भिडियोमा। सो के कस्तो हुनुहुन्छ हजुरहरू, हालखबर कस्तो छ हजुरहरूको? आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ भनेर हैन। सो म पनि सन्चै सुबिस्ता नै छु। अनि म चाहिँ अब बनाउँदैछु नि केक बनाउँदैछु। मलाई आएको थियो एउटा केकको अर्डर। सो यो चाहिँ गाउँदेखि नै आएको थियो, गाउँबाटै। अनि मैले चाहिँ त्यसको लागि अब बनाउँदैछु। स्पन्जहरू रेडी गरेँ। मैले चाहिँ यो केक पाइनएप्पल फ्लेभरमा बनाउँदैछु। अनि हेर्न सक्नुहुन्छ हजुरहरू हेर्न सक्नुहुन्छ। अनि चाहिँ मैले हाफ केजीमा बनाएकी थिएँ केक। अनि मेरो भिडियो हेरेर हजुरहरूलाई के कस्तो लाग्छ त्यो पनि भनिदिनु होला। राम्रो लाग्यो भने लाइक कमेन्ट पनि सेयर गरिदिनु होला हजुरहरू सबैजनाले। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला हजुरहरू सबैजनाले। तपाईहरुले सपोर्ट गर्नुभयो भने अघि बढ्न सक्छु हैन भन्नु त गाइस। अनि म पनि सबैजनालाई सपोर्ट गर्नेछु। मलाई पनि हजुरहरू सबैजनाले सपोर्ट गरिदिनु होला। मेरो भिडियो हेरेर कस्तो के लाग्छ त्यो पनि भनिदिनु होला। अनि कसको एकाउन्ट मोनेटाइजेसन भयो हैन, सबैको एकाउन्ट मोनेटाइजेसन भइरहेको छ। अनि जसको मोनेटाइजेसन भयो हजुरहरू सबैजनालाई कङ्ग्रेचुलेसन छ। जसको भयो हैन भन्नु त। अनि यस्तै हो हैन भन्नु त। पुरा जाडो पनि चलिरहेको, जाडो पनि भइरहेको छ हैन। जाडोको मौसम आयो। अनि हजुरहरू कसको तिर कतिको जाडो छ त्यो पनि भनिदिनु होला। अनि मेरो भिडियो चाहिँ कस्तो लाग्छ त्यो पनि कमेन्टमा भनिदिनु होला। म चाहिँ अब रेडी गरिसकेँ। अब एकछिन अब यसमा लगेर अब फ्रिजमा राख्नुपर्छ। यो सेटअप गर्नलाई नि त। अनि बनाउँदैछु म चाहिँ। अनि हजुरहरू कसैजनालाई पनि चाहिन्छ त्यो पनि भनिदिनु होला। मैले फाइनली बनाइ पनि सकेँ फ्रिजबाट राखेर। अनि सिम्पली पुरा यसमा फिनिसिङ गरेँ। अनि फिनिसिङ गरेर अब यसलाई डिजाइन पनि कस्तो हुन्छ हेर्नु होला हजुरहरू। मेरो चाहिँ डिजाइन यस्तो भयो गाइस, हेर्न सक्नुहुन्छ। यस्तो भयो डिजाइन चाहिँ। कस्तो के लाग्यो मेरो केक हजुरहरू भनिदिनु होला। हजुरहरू भनिदिनु होला गाइस। अनि यो चाहिँ हेर्न मैले चाहिँ बनाइसकेँ। अनि अब एकछिन राखिदिन्छु। अनि लिन अब बेलुका आउनुहुन्छ अरे। अनि यसो त्यही लागि अनि हेर्नु नानी बनाइ पनि सकेँ। एकछिन फ्रिजमा राखेँ। अनि हेर्न डेलिभरीको लागि रेडी पनि भयो। सो गाई